रियलमीले शक्तिशाली ब्याट्री भएको नयाँ स्मार्टफोन रियलमी पी फर पावर सार्वजनिक गरेको छ। कम्पनीले पहिलो पटक 10,001 mAh को ब्याट्री क्षमता सहितको यो फोन बजारमा ल्याएको हो। नयाँ जेनेरेशनको सिलिकन कार्बन ब्याट्री प्रविधि प्रयोग गरिएको फोनले 8 वर्षसम्म उत्कृष्ट ब्याकअप दिने दावी गरिएको छ। 1650 पटक चार्ज गर्दा पनि यसको ब्याट्री क्षमता 80% भन्दा कम नहुने कम्पनीको भनाइ छ। ब्याट्रीको टिकाउपन नै रियलमी पी फर पावरको सबैभन्दा बलियो पक्ष हो। फुल चार्ज भएपछि यो फोनमा लगातार 12 घण्टा बीजीएमआई गेम खेल्न वा 32 घण्टा भन्दा बढी युट्युब भिडियो हेर्न सकिन्छ। त्यसैगरी 21 घण्टा नेभिगेसन र 12 घण्टासम्म 4K भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ। ब्याट्री मात्र 5% बाँकी रहँदा पनि प्रयोगकर्ताले करिब 4 घण्टा कुराकानी गर्न वा 1 घण्टा भन्दा बढी समय नेभिगेसन प्रयोग गर्न सक्ने बताइएको छ। नेपाली बजारमा रियलमीले चाँडै नै यो मोडल भित्र्याउने अनुमान गरिएको छ।